मासको दालको फाँडो पकाउने सजिलो तरिका देखाउँदैछु म आज। मासको दाल लिने, यसलाई एक रात भिजाउने, त्यसलाई सफा गर्ने, बोक्राहरू निकाल्ने। मैले यसमा गत पनि राखेकी छु। गत राख्दा पेटमा ग्यास बन्दैन, गतले पेट सफा पनि गर्छ। अनि त्यसलाई म सिलौटामा अथवा मिक्सरमा पिस्ने, म त सिलौटामा नै पिस्छु, यसको स्वाद राम्रो आउँछ भनेर। अनि यसमा आवश्यकता अनुसार मसलाहरू पनि पिस्ने। यो मसलाहरू पिसिसकेपछि अनि यो तेल तताउने, तेल तताएर यसमा जिरा फुराउने, जिरा फुराएपछि यसमा लसुन पनि फुराउने, त्यसपछि मसलाहरू भुट्ने। मसला भुटिसकेपछि त्यो दाल, पिसेको दाल पनि त्यसैमा राखिदिने, त्यसलाई चलाउने राम्रोसँग, नत्र यो डल्ला पनि बन्न सक्छ नचलाएमा। आवश्यकता अनुसार नुन, आवश्यकता अनुसार पानी राखेर यसलाई राम्ररी पाक्न दिने। माथिमा फिज आउँछ, यो फिजलाई यसरी हटाइदिने, किनकि यसले पेटमा ग्यास गराउँछ। अनि यसलाई राम्रोसँग पाक्न दिने। अब यो हाम्रो सुदूरपश्चिमको एकदम फेमस दाल हो यो फाँडो। कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। मेरो फाँडो तयार भयो। अब